गुड इभिनिङ। अब हाम्रो चाहिँ यो इस्कुसको मचान निकाल्ने समय भयो। यसरी मचान सबै निकालेर यसरी गाईलाई दिन्छौँ हामी। इस्कुसहरू यसरी अब यो चाहिँ सबै अर्ग्यानिक इस्कुस चाहिँ यसरी हामी चाहिँ अब 1-2 टाटा राख्छौँ अनि यो सबै गाईलाई, सुँगुरलाई, भेडालाई के पालेको छ घरमा गाईबस्तु त्यसलाई हामी दिन्छौँ। र यसरी मचान चाहिँ यसको जुन बोट चाहिँ कोही सुकेको छ, कोही हरियो छ, सबै चाहिँ गाईले खान्छ, गाई भेडाले। र यहाँ चाहिँ अब यो जरा खन्यो भने त कति फल्छ 100-150वटा बोट छ, तर के गर्नु खन्दैनौँ। र कोही खनेर चाहिँ अदिया लानुहुन्छ भने आउनुहोस् है, 150-200 झ्याङ छ। तपाईँले एउटा झ्याङमा 40 किलो फलाउनु भयो भने पनि कति हुन्छ। हिम्मत छ भने चाहिँ आउनुहोस् है खन्नु। हामी चाहिँ अलिक यो खनी बस्ने टाइम पाउँदैन, हाम्रो यहीँ छ, यो नजिकमा हुन्छ हाम्रो चाहिँ बोट। यसरी बोट छ होइन, तपाईँले खनेर लानु सक्नुहुन्छ। र यो चाहिँ निकाल्ने झ्याल जस्तो हुन्छ, अब सबैलाई निकालेर क्लिन गर्नुपर्छ। मार्च अप्रिलदेखि फेरि अर्को नयाँ सुट लाग्न थाल्छ। त्यहाँदेखि फेरि यो पुरानो झ्याङहरू छ भने राम्रो हुँदैन। त्यसले गर्दा यसरी यो चाहिँ हाम्रो हिउँदोमा चाहिँ यसरी सबै निकाल्छौँ। हेर्नुहोस् न, घाँस पनि कम्ती दामी छैन। यसरी इस्कुसहरू छ, थाक बारी सबै बटुलेर यसलाई चाहिँ स्टक गर्छौँ। अनि चाहिँ गाई, भेडा, बाख्रा, सुँगुर के पालेका छौँ सबै 1-2 ट्रक त राख्नै पर्यो, 1-2 महिना खुवाउनुलाई, 2-3 महिना खुवाउनुलाई। यस्तै छ हाम्रो गाउँले जिन्दगी साथी हो।